देशकै सुन्दर युवती र $1 अर्ब नदिए सम्बन्ध अन्त्य। युगाण्डाका सेना प्रमुख मुहुजी केनेरुगाबा एक अनौठो र विवादास्पद मागका कारण अन्तर्राष्ट्रिय चर्चामा आएका छन्। उनले टर्कीसँग $1 अर्ब र आफ्नै देशकी सबैभन्दा सुन्दर युवतीलाई पत्नीका रूपमा दिन माग गरेका छन्। सामाजिक सञ्जाल एक्स मार्फत उनले यस्तो माग सार्वजनिक गर्दै माग पूरा नभए 30 दिनभित्र टर्कीसँग कूटनीतिक सम्बन्ध अन्त्य गर्ने चेतावनी दिएका छन्। साथै उनले टर्किश एयरलाइन्समाथि प्रतिबन्ध लगाउने समेत धम्की दिएका छन्। केनेरुगाबाले युगाण्डाले आतंकवादी समूहसँग लडिरहेको अवस्थामा टर्कीले अन्य देशमा आर्थिक फाइदा उठाएको आरोप लगाउँदै यस्तो माग राखेको बताएका छन्। यो पहिलो पटक भने होइन, यसअघि पनि उनले विपक्षी नेता बबी वाइनलाई धम्की दिँदा विवादमा परेका थिए। पछि उनले त्यो अभिव्यक्तिलाई मजाक भन्दै माफी मागेका थिए। 50 वर्षीय केनेरुगाबा युगाण्डाका राष्ट्रपति योवेरी मुसेवेनीका छोरा हुन् र उनलाई भविष्यको सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्छ। यस विषयमा टर्कीले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।